नमस्कार साथीहरू। हिजो राजाको पालामा राजाको छोरा राजै हुन्छन्, किन भए, किन बनाइयो, रैतीका छोराहरू किन हुन सकेनन् भन्दै नेताहरूले नागरिकको माझमा जाँदाखेरि त्यो किसिमको माइन्ड चेन्ज गराइदिए, त्यो किसिमको सर्कुलर लिएर गए, जनजनमा गए। लास्टमा राज संस्था ढाले, राजा सत्ताच्युत गरे र नयाँ राजाहरू उदय भयो। त्यो उदय भइसकिसकेपछि अहिले जति पनि नेताहरू छन् यिनीहरू परिवार मोहमा लिप्त भएका छन् र परिवार मोहमा डुबिसकेका छन्। एउटा उदाहरण भनौँ, सालो निर्देशक साली राजदूत, समृद्ध ओली सुखी ससुराली भन्ने एउटा नारा पनि बनाइसकेका छन्, जनतामाझमा गइसकेका नारा हुन्। त्यस्तै ओलीले यो गर्नुभयो। उतातिर गएर प्रचण्डज्यू पनि त्यस्तै परिवारमुखी, छोरा सम्धी भाइ बुहारीलाई सबलाई सेटल गरे। उता देउवा चुनाव हारेका दलित कोटाबाट पिछडिएका समूहबाट ल्याउने समानुपातिक शब्द, त्यही समानुपातिकमा आफ्नै श्रीमतीलाई संसद बनाई परराष्ट्र मन्त्री बनाउनु भयो। अनि यो कुन राजा महाराजा भन्दा पनि यसैको पछि हामी लाग्छौँ। यिनीहरूबाट नेपाल बदलिएको हामी सपना देख्छौँ। त्यसैले यो व्यवस्था जरैबाट उखेल्न जरुरी छ। नेपाली जनताले जबसम्म प्रत्यक्ष निर्वाचित कुनै एउटा ढुकुटी टोकाबाट आएका होइनन्, पुरा जनताले, देशभरिका जनताले भोट दिने व्यवस्था प्रत्यक्ष निर्वाचित कार्यकारीमा हामी जबसम्म जाँदैनौँ तबसम्म यस्तै हो। यी एउटा काली आउँछन्, अर्कोले यता गर्छन्, उता गर्छन्, यो तीनटा टाउके तराजुमा राखेर जोख्नु भयो भने सबै बराबर छन्। यिनीहरूको झन्डा मात्र फरक छ, सिद्धान्त एउटै हो। त्यो सिद्धान्त हो लुटी खाने सिद्धान्त। आजसम्म पनि हामीले बुझेनौँ। कहिलेसम्म हामी यो बुझ्छौँ, त्यो बेलासम्म हामी धेरै पछि पुगिसकेका हुन्छौँ। त्यसैले जनता एक हुनुपर्छ, एक हुन जरुरी छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी, चाहे त्यो यी फटाहरू आए पनि, अर्को फटा आए पनि, कन्टिन्यू निरन्तर 5 वर्षमा गरी खाउन् है साथी हो।